सङ्घीयता अथवा सङ्घीय शासन प्रणाली भन्छ है यसलाई। सङ्घीयता वा सङ्घीय शासन प्रणाली। अहिले के बनाइदिउँ? राज्य एक, सरकार अनेक भएको शासकीय मान्यतालाई संहिता भनिन्छ। त्यही लेख्नु त। राज्य एक, सरकार अनेक भएको अथवा हुने भने नि हुन्छ, भएको शासकीय मान्यतालाई। राज्य एक, सरकार अनेक भएको शासकीय मान्यतालाई के भनिन्छ? संहिता भनिन्छ। हेर्नुहोस् त, सरकार चाहिँ एउटा है, के अरे सरकार एउटा भनेको सरी, राज्य चाहिँ एउटा तर सरकार चाहिँ विभिन्न प्रकारका यस्तो भएको शासकीय मान्यता नै के हो? संहिता हो। सकिन्छ? राज्य एक, सरकार अनेक भएको शासकीय मान्यतालाई संघीयता भनिन्छ। नारायण नानी यसमा सरकारका तहहरूबीच, यसमा सरकारका तहहरूबीच संविधानत राज्य शक्तिको, यसमा सरकारका तहहरूबीच संविधानत राज्य शक्तिको बाँडफाँड गरिएको हुन्छ अथवा गरिन्छ भने नि भयो। यसमा सरकारका तहहरूबीच संविधान त अथवा हामी नेपाली सन्दर्भमा संविधान त भनेको मूल कानुन है, मुख्य कानुन, जुन हरेक मुलुकको जुन आफ्नो मुख्य कानुन छ, मदर अफ ल, सबैभन्दा महत्त्वपूर्ण कानुन है, जननी कानुन हो। त्यसमै व्यवस्था गरेर त्यसमै हजुरको पर्भिजन राखेर सरकारका जति पनि यी तहहरू छन्, जति लेभलका सरकारहरू छन्, ती सरकारहरू चाहिँ त्यही संवैधानिक व्यवस्था बमोजिम नै राज्य शक्तिको गरिन्छ, बाँडफाँड गरिन्छ, त्यही डिस्ट्रिब्युट गरिन्छ भनेको के छुट्याइन्छ, कसले के काम गर्ने, कसको अधिकार के हुने भनेर। अनि अर्को भेट्न नै यो सुशासन र साझा शासनको मान्यतामा आधारित हुन्छ। यो सुशासन र साझा शासनको मान्यतामा आधारित हुन्छ, जसलाई शासन व्यवस्थाको के गरे, जसलाई शासन व्यवस्थाको नवीनतम स्वरूपको रूपमा, जसलाई शासन व्यवस्थाको नवीनतम स्वरूपको रूपमा दिइन्छ अथवा नवीनतम स्वरूपको रूपमा चिनिन्छ भन्ने। यो सुशासन र साझा शासनको मान्यतामा आधारित हुन्छ। के मारे? सुशासन र साझा शासनको मान्यतामा सङ्घीय शासन प्रणाली आधारित हुन्छ है। अनि यसलाई शासनको नवीनतम स्वरूप, नवीनतम मान्यताको रूपमा लिइन्छ, त यो शासनको नवीनतम मान्यता हो। सरन्त सेलफुल एन्ड शेयरफुलको अर्थ हो सर भन्नुभएको छ, त्यही हो बा अवधारणा, त्यही हो। सेलफुल आफै, अनि के शेयरफुल भनेको
साझा कुन पेपर हो भन्नुभएको छ। यो के भन्छ माइलो पेपर हो बा। जेठो भनेको फर्स्ट पेपर, माइलो भनेको सेकेन्ड पेपर, जेठो पछि माइलो। अनि अर्को छ कान्छो, तिनवटा पेपर भएपछि कान्छो भनेको थर्ड पेपर हुन्छ है, अनि माइलो भन्छ। ल यो सुशासन र साझा शासनको मान्यतामा आधारित हुन्छ, जसलाई शासनको नवीनतम मान्यता नवीनतम स्वरूपको रूपमा लिइन्छ। मेरो त डिजिटल बोर्डको पेपरै छैन है ल, आजको चाहिँ कुन पेपर हो थाहा छैन। ल अर्को हेर्नु जाने। अनि अर्को विषय हामीले के राख्यो है, यसमा अथवा सङ्घीयतामा भन्ने, सङ्घीयतामा कमा गर्ने सबले जाने, कमिङ टुगेदर र होल्डिङ टुगेदर। कमिङ टुगेदर र होल्डिङ टुगेदर गरी तबरबाट यसमा भनेको संहितामा कमिङ टुगेदर र होल्डिङ टुगेदर गरी दुई तवरबाट राज्यको निर्माण हुने गर्दछ। कमिङ टुगेदर एन्ड होल्डिङ टुगेदर गरी दुई तवरबाट राज्यको निर्माण हुन्छ। अनि अर्को भेटमा यसको प्रमुख उद्देश्य भनेको संहिताको प्रमुख उद्देश्य, यसको प्रमुख उद्देश्य मुलुकमा विद्यमान रहेको विविधता, डाइभर्सिटी भनेको व्यवस्थापन, डाइभर्सिटी म्यानेजमेन्ट गर्नु तथा भौगोलिक र प्रादेशिक सन्तुलन सहितको, भौगोलिक र प्रादेशिक सन्तुलन सहितको यसको प्रमुख उद्देश्य मुलुकमा विद्यमान रहेको विविधता व्यवस्थापन गर्नु तथा भौगोलिक र प्रादेशिक सन्तुलन सहितको समावेशी विकास गर्नु हो। यसको प्रमुख उद्देश्य मुलुकमा विद्यमान रहेको विविधता व्यवस्थापन गर्नु तथा भौगोलिक र प्रादेशिक सन्तुलन सहितको समावेशी विकास गर्नु। संहिताको प्रमुख लक्ष्य उद्देश्य भनेको त्यही हो। बाबु तिनवटा पेपरको एक्जाम दिनुपर्ने, ठिक छ। यसको प्रमुख उद्देश्य के अरे, मुलुकमा विद्यमान रहेको विविधता व्यवस्थापन गर्नु तथा भौगोलिक प्रादेशिक सन्तुलन सहितको समावेशी विकास अथवा सन्तुलित र समावेशी विकास गर्नु हो भन्ने है। अनि अर्को ब्रेक जाने। यसको अवधारणाको सुरुवात सन् 1787 मा संयुक्त राज्य अमेरिकाबाट यसको अवधारणाको सुरुवात सन् 1787 मा संयुक्त राज्य अमेरिकाबाट भएको है। अनि अर्को बुलेटमा जाने,
यो त अमेरिकाबाट भयो। नेपालमा कहिले भयो भन्दैछ अघि भनेको थियो नि। नेपालमा नेपालको अन्तरिम संविधान 2063ले सङ्घीय शासन प्रणालीको आधारशिला खडा गरेको अथवा निर्माण गरेको हो भन्ने होइन त। नेपालमा नेपालको अन्तरिम संविधान 2063ले नेपालको अन्तरिम संविधान 2063ले यसको आधारशिला खडा गरेको हो। नेपालमा नेपालको अन्तरिम संविधान 2063ले यसको आधारशिला खडा गरेको हो भने नेपालको संविधानसँगै भनेको अहिलेको संविधान है। नेपालको संविधान भन्दा बित्तिकै अहिलेको कुरा बुझिन्छ। नेपालको संविधानसँगै संहिताको व्यावहारिक रूपमा कार्यान्वयन गरिएको हो। हेर्नुहोस् त, नेपालमा नेपालको अन्तरिम संविधान 2063ले यसको आधारशिला भनेको सङ्घीय शासन प्रणालीको आधारशिला खडा गरेको। नेपाल बहुजातीय बहुभाषिक बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो र यसमा चाहिँ त्यो विशेषताहरूलाई अथवा त्यो विविधता व्यवस्थापन गर्नका लागि नेपाल चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुने भन्ने व्यवस्था चाहिँ 2063 सालकै संविधानले त्यो व्यवस्था गरेको हो। तथापि 63 सालको संविधान लागू हुने बेलासम्म नेपालमा संहिताको व्यावहारिक र पूर्णतः कार्यान्वयन हुन सकेन। सङ्घीय शासन प्रणालीलाई हामीले अवलम्बन गर्न, आत्मसात गर्न र कार्यान्वयन गर्न सकेनौँ। त्यसको आधारशिला चाहिँ त्यसले खडा गर्यो र अहिलेको जुन संविधान छ नेपालको संविधान अथवा वर्तमान संविधानको कार्यान्वयनसँगै नेपालमा सङ्घीय शासन प्रणालीको व्यावहारिक रूपमा प्रयोगमा ल्याइएको। तपाईँ हजुर हामीले त्यही देखाएको छौँ। सङ्घीय शासन प्रणाली छ, सङ्घ, प्रदेश, स्थानीय तहका सरकार छन् हो। हामीलाई त्यो विषय जानकारी छँदैछ। पहिला साह्रै सिटाउने अनि बल्ल माथि तल भा अनि संहिताको कार्यान्वयनसँगै नेपालमा कमाएर सबले जाने। हेर्नुहोस् त, सङ्घीय सरकार अथवा केन्द्रीय सरकार एक प्रदेश सरकार 7 र स्थानीय सरकार 753 अस्तित्वमा छन् भनौँ। ल, संहिताको कारणसँगै नेपालमा एउटा केन्द्रीय सरकार, 7 प्रदेश सरकार र 753वटा स्थानीय सरकार छन् भनेको। कारण चाहिँ त्यहाँबाट आएको भन्ने है बा। तर खरिदार पढेकोले नासुको इक्जाम दिन मिल्छ कि नै? इक्जाम दिन मिल्छ बा, पास हुन नि मिल्छ, पास हुनु पर्यो, नमिल्ने त छैन। भर्खरै लाइन आयो बा, लाइन त पहिले आएको होला है, लाइन अहिले आएको होइन मलाई लाग्छ।
करेन्ट अहिले आयो, लाइन पहिला बत्ती गयो भने चाहिँ बत्ती त्यही झुन्ड्या हुन्छ हेर्नुहोस् त, कहाँ जान्छ जान्छ, बत्ती पनि जान्न, लाइन अहिले आने होइन, करेन्ट आयो। के निष्कर्ष हिँड्न जान्ने अनि दगुर्न सकिन्छ बल्ल, हिँड्न ढङ्ग छैन अनि दगुर्दाखेरि लडिन्छ लडिन्न, त्यही हो। यहाँ फेरि सत्य प्रचार गरेर नभन्ने, पहिला सुन्ने के छ अरे अमल भुषाल, हजुरको अगाडि चिच्याउने मास्टरै हो है, अमल भुषाल। धेरैजना साथीहरूले सुधार भएको छ भन्नुहुन्छ है, अमल भुषाल। यो चाहिँ फेसबुक पेज हो, पेज भने म खासै पेज चाहिँ चलाउन्न है। फेसबुक पेज सर्च गर्ने, रिल्समा मैले पिन गरेर राखिदिएको छु एउटा भिडियो, निष्कर्ष कसरी लेख्ने भनेर, ल त्यहीँ गएर सुन्ने। परिचय विशेषता एउटा कुरा दोहोरिँदा के हुन्छ कि नै भन्नुभएको छ, परिचयका कुरा विशेषता दोहोऱ्याएन भने मिल्दैन, दोहोरिनुपर्छ। धेरैजति सुन्ने भने सार्ने अनि लेख्न सुरु गर्ने भने जबल जानिन्छ। एउटा क्वेसनको निष्कर्ष लेखाइदिएर केही हुनेवाला छैन, जस्तो क्वेसन आउँछ त्यो अनुसारको निष्कर्ष हुन्छ मात्र बुझ्दै। क्वेसनको माथिको एन्सर लेख्न जानिसकेपछि निष्कर्ष जानिन्छ। भर्खर सुरु गर्नु भएको छ, आज आउनु भएको छ क्लास अनि निष्कर्ष भनिदिन्छ, भनेको ल कतै